हेलो साथीहरू, वेलकम छ मेरो ब्लगमा। सबैजनालाई हामी 4 जना मिलेर हिजो फिल्म हेर्न गएको आबाट आमा। एकदमै इमोसनल छ यो मुभी चाहिँ। एकदम राम्रो छ है मुभी चाहिँ। म त 100 मा रेटिङ दिनु पर्यो भने 100 नै दिन्छु। बाहिर एकदमै चिसो छ, हेर्नुस् भित्र। यो सिनहरू छ नि, यस्तो रुने छ नि, हेर्नु कस्तो मुटु नै भक्कानिन्छ के त्यो सिनहरूमा त। त्यो मैले राखिदिएको थिएँ नि ब्रेक टाइममा टोइलेट गएर, अनि हामीले अलिअलि भिडियोहरू खिच्यौँ अनि फोटोहरू पनि खिच्यौँ। त्यसपछि अब फेरि भित्र जाने। यति राम्रो छ नि। अब यो हेर्नु न, यो भनेको भगवान राधाले त कृष्ण पाइरहनु भने मैले प्रयास गर्नु ठिकै छु। यो फिल्मले आफ्नो आमाप्रतिको माया एकदमै धेरै जागेर आउँछ। यति राम्रो छ नि यो फिल्म। आफ्नो आमाभन्दा ठुलो त कोही छैन कि यो संसारमा। आफ्नो आमा छ त आफू छ होइन। आफ्नो आमालाई सबैले माया गर्नु होला। मेरो मम्मी पनि अहिले विदेशमा हुनुहुन्छ। अहिले कति भिडन्त भइरहेको छ इजरायलले, उहाँ बमहरू हानिरहेको छ। यता आफूलाई टेन्सन भइरहेछ नेपालमा। अनि सबै दाजुभाइ दिदीबहिनीहरू सम्हालेर बस्नु होला जो विदेशमा हुनुहुन्छ। यो फिल्म हेरेदेखि मम्मीको माया एकदमै लागिरहेको छ झनै। अब नजिक भएको भए त अँगालो हाल्थ्यो होला। हुन्छ, बाई बाई साथीहरू।